ल लु है सजिलै पो त यो तल्लो ढुङ्गो निकाल्नु भने अझै सजिलो हुने रहेछ नि सजिलो हुन्छ तर यसलाई निकालेर मिलाउनु चाहिँ अहिले होइन होइन यो अङ्कलदेखि मुनिबाट उता हेर त रुखाको लु है लु दर्शकबिन हामी गुफाभित्र प्रवेश गरिसकेका छौँ वन झाँक्री बसेको गुफा अनि यो चाहिँ यस्तो छ भित्र प्रवेश गर्ने द्वार र यहाँ भित्र प्रवेश गरेपछि देखिने दृश्य यस्तो छ म देखाउँदैछु क्रमशः गुफाभित्रको अरू पनि आउने कि ओ सरहरू तपाईँहरू पनि आउने कि ल ल ल आउनु ल गुफा यस्तो छ यहाँ हेर्नुहोस् दर्शकबिन यसको बनावट यस्तो छ वरिपरि यहाँ निकै अद्भुत चट्टानहरू छन् यहाँ पानी आइरहेको छ भने बाहिर यस्तो गर्मी थियो यहाँभित्र चाहिँ फ्रिज एसी चलाए जस्तो होइन पुरै एसी चलाएको छ क्या शीतल अनि यहाँ गणेशको आकृति भएको मूर्ति छ ठ्याक्कै गणेशको आकृति र यतापट्टि विभिन्न आकृतिहरू धेरै छन् यो चाहिँ नयाँ गुफा हो पत्ता लागेको पनि भर्खरै र ऊपरपट्टि के छ सर यता हेर्नु त तल जाने ठाउँ तल जाने ठाउँ छ खोइ त हेरौँ त एकचोटि ब्याक गरेर जान मिल्यो ए ब्याक गरेर जानु ए धेरै तलसम्म रहेछ नि त दुलो त तल है यहाँनिर यति छ यस्तै छ है र यहाँको किम्बदन्ती चाहिँ के रहेको छ भने यहाँ वन झाँक्री बसेको अरे पहिले